साथीहरू हामी चाहिँ पा खोज्न सङ्खोला भन्ने ठाउँमा आएको छौँ। त्यहाँ निकै समातिसकेको छ है, पा यसरी खोजियो। अब लाइटले बिदा मागे यस्तो पनि छ। कहाँनिर माथि छ, को जाने पक्रिनु ल। सबिन जाँदैछ, पक्रिनु सक्छौ? अब त्यहाँ पाएको छ विक्रम त्यस्तो राखेर जाँदा हो टक्क होइन। अब पा चाहिँ यस्तो ठाउँमा बसेर हुन्छ। एउटा चाहिँ यस्तो अवस्थामा बसेर आएको छ ट्याक्क गरेर पहेँलीकोमा रहेछ चाहिँ यसरी समाइन्छ साथी हो। साथीहरू हामीले चाहिँ होइन हिजो सिकारमा गएको थियौँ। सिकार रातभरि पा अनि गएर गोठमा पनि बसेर खाइयो रातभरि पकाएर। बाँकी रहेको चाहिँ यतिलेको पा यसरी समाइन्छ हामीले होइन। पुरै ल फोल्ड हाने पास हामीले गोठमा खाएर उफ्रेको चाहिँ यतिलेको घर। सिकारीहरू चाहिँ यता छन्, हामी गएको थियौँ। एक बोरा लिएर इङ्ग्लिस हान्दैन त एकचोटि होइन, त्यो इङ्ग्लिस नहानु। पानी तार होइन। यो खालको पा खाएपछि नि असारको के भन्छ त्यो चामकोदालले हिलो त नि यहाँ बनाउनु गर्ने क्या। यहाँ यो माथिको च्यात्ने होइन, यो माथिको पुरै उहाँ पार्ने होइन क्या। यो माथिको चिउडा जसो जसो छाड्ने फेरि चलेरै ल चल्दा चल्दै त अनि यो त यो यस्तो कटिङ चाहिँ हुँदैन है। उता हात चाहिँ फुल नचलाऊ, फुलले गर्दा अम्ला हराउँला के त। ठ्याक्क आज चङ्खोला गएर नि साथीहरू हामीले चाहिँ पामा राजा लिएर पकाउँदैछौँ। पा होइन, पा यस्तो हुन्छ एकदमै। तर यो चिन्नेलाई केजीको 3000 जति पर्छ यो चाहिँ। कहाँ पाउनेले 3000मा खान्छ, नपाउनेले त जहाँ त एउटाको 500 रुपियाँ गोटा अरे। माथि अस्ति यो के अरे हामी त पश्चिम गएको थियौँ घोडे पानीमा, तर योभन्दा अलिक ठुल्ठुलो हुँदो रहेछ। 500 रुपियाँ गोटा अरे बाहिर पठाउने। मनपा अलिक ठुलो 500 रुपियाँ गोटा अरे। बडीहरू हुन्छ यसको चाहिँ। म त साउनलाई खानु पर्छ साउने भनेको त भाइ हामीले त किनेर राखेको 500 रुपियाँ गोटा केटाहरू पकाउँदैछन्। फेरि हाम्रो राजु बोस चाहिँ मसला हानेकै छ। सुरु भयो यस्तो छ साथीहरू होइन। टक्क प्याज खाने, आफ्नै बारीमा उत्पादन भएको सबैकोमा एक एक प्याज। अनि पाएको मासुसँग बाहिर लाइट देखाउँछु यस्तो छ होइन। पिस पाएको ट्याक्क खाने। नुन लाग्यो बब्बाल यार। खाऊ कहाँबाट अझै नआयो के हो भातमा? छैन अझै लाउँछ। यस्तो पकुडा हुन्छ। Oh my god. यस्तो खान्छ नि बुढाहरू जङ्गलमा कुदेर
वर्षौँ यस्तो होइन सधैँ महिनामा पाउने त घरको जान्थ्यो होला हौ घरमा कुखुरा काटिरहेको छ जाँटा जङ्गलको पाहा खोजेर खुवाइछ यसको छुट्टै छ नि स्वाद घरमा कुखुरा काटिरहेको छ तेल थोरै भए पनि कस्तो टेस्टी भएछ है छैन घर जाने बिचरा आयो कि सम्झ्यो कि हो केटोले घरको खानकी अब त पैसै दियो पनि घर गएन तातो बाली बेटो पनि भाँडा धोइ चाहिँ भएन क्या खिरखिर बनाइरहेको छ यहाँ अनि मजाले धुन्छ त नुन त लागेको छ नुन छ कहाँ खाएको नुन कडा छ के गर्न आँट्यो थाल्छ कस्तो अनि त्यसले के गर्छ बन्दुक हान्छ दुम्सीले यो छर्रा हान्छ अनुहारमा गपन हाल्ने के गफन भनेको थिएँ लगाइदिने नि के अरे ज्याकेट कोटहरू तिमी नि बाक्लो चाहिँ लाउनु बोलाउनु अनि गएर गम्मै फलाउने दुम्सीमाथि पा हान्न जान्छ हिँड न हौ के साह्रो बा दुम्सी भेटिन्छ उकालो अनि पाइल्स चाहिँ अलिक ठिक भयो होला नि त अहिलेको झारले ठिक भइसक्यो घुँडाले के कर्न पाएको हो